हेलो साथीहरू सबैजनालाई मेरो नमस्कार। आई होप तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। मेरो भिडियो कसले हेर्दै हुनुहुन्छ सबैजनाले मलाई माया गरिदिनुहुन्छ होला भन्ने आशाको साथ म यो भिडियो लिएर आएको छु। आजको भिडियो चाहिँ स्पाइसी चटपटे बनाउँदै छु। देख्न सक्नुहुन्छ मैले ओनियन, टमेटो, कुकुम्बर खोर्सानी काटेर रेडी गरिसकेँ अनि मैले एउटा सानो बोलमा सबै थोक हाल्छु। त्यसपछि वाइवाईको मसला हालेर म मिक्स गर्छु अनि मुरी पनि हाल्छु। मसला हालिसकेर मुरी भनेको चाहिँ मुरी है साथीहरू। अनि तिलको चोप, नुन, अमिलो, चुकमिलो मैले चाहिँ नेपालदेखि अर्डर गरेको थिएँ। मम्मीले पठाइदिनु भएको थियो अनि चुकमिलो। अनि त्यसपछि तेल हालेर म मिक्स गर्दैछु। देख्न सक्नुहुन्छ थोरै सामानदेखि पनि मिठो चटपटे बनाएर स्पाइसी चटपटे बनाएर खान सक्नुहुन्छ। मैले त्यहाँ दिदीलाई लगेर दिएँ। दिदीको रियाक्सन हेर्नु होला कस्तो भयो चटपटे भनेर। ऊ खाँदै चाहिँ सुरुमा चाहिँ दिदीले खाएर टेस्ट गर्दै चाहिँ यम्मी भयो भन्दै चाहिँ होइन मेरो भिडियोमा मेरो ब्लगमा आएर अनि मैले पनि खाइहालेँ। यम्मी भएछ तर अगाडि थोरै पिरो चाहिँ अलिक ज्यादै भएछ। अनि त्यसपछि हजुरहरूलाई चटपटे कस्तो लाग्छ भनिदिनु होला। तपाईहरुलाई चटपटे मनपर्छ कि मन पर्दैन। अनि मैले पनि खाँदै थिएँ। दिदीले भिडियो गरिदिइहाल्छु म त यम्मी भन्दै थिएँ। आफूले बनाएको चटपटे आफैलाई मन पर्यो। त्यही कमेन्टमा भनिदिनु होला हजुरहरूलाई चटपटे कस्तो लाग्छ। तपाईहरु पनि आफै घरमा बनाएर खान सक्नुहुन्छ। थोरै सामानदेखि मिठो चटपटे सबै। आजलाई यति नै। सबैजनालाई बाई बाई, गुड नाइट, सी यू टुमरो। अर्को न्यू भिडियोमा भेटौँला। तपाईहरु पनि घरमा चटपटे बनाएर खान